बिजी भनेको के हो? मलाई कसले भन् तिमीलाई? यहाँ भन्न बिसी जाम भन्दा तिमी जाऊ नि त नि। त्यो भनेको के हो? डान्स देखाउँछु। पल्टनबाट छिट्टै आऊ कान्छा। तँ माथिको सल फ्याँकेर बाउलाई। बाउलाई यो अब ओ यार डन बाउलाई यार। ए बाउ फेरि यस पछाडि यस्तो स्टेप फेरि पल्टनबाट पागल पिरियड भएको छ भने यस्तो मान्छे यसरी कसरी नाच्न सक्छ यार? टुल्लु भाइलाई के हो? टुल्लु होइन टुल्लु पनि मिन्स भएको छ कि खोइ? ओए टुल्लु तिमीलाई बेथा लागेछ? पादै निस्क्यो यार। गेम खेलौँ। ल डन टिम बनाऊ गेम खेलौँ नर्मल्ली। ओ बड्डा हो अँ बिजी भनेको के हो? मलाई कसले भन् तिमीलाई? यहाँ भन्न बिसी जाम भन्दा तिमी जाऊ नि त नि। त्यो भनेको के हो? तपाईँ थाहा हुन्छ कि यस्ता कुरा भन के हो? बिसी भनेको बसी चराउने हो। यति राति ओए अथि त यस्तो भन्छ। थ्याङ्क रामनाथ जी। कति हुन् यति आउँछ केटी भन्ने केटी। बिसी जाम भन्यो भने आफ्नै हेरेर बस भन्नु। हेरेर बस त्यो भनेको के हो भन न? नराम्रो हो? किन मात्दै के अछ तिमी? ओ माय गॉड भगवान कसम मलाई थाहै थिएन। हामीले कुन चाहिँ पिएचडी गरेर हाम्रो यस्तामा के भयो टुरोलाई? गर्लफ्रेन्डको याद आयो अरे। टुल्ले आज गर्लफ्रेन्ड भेट आज नराम्रो शब्द हो अरे। ए माई गॉड सरी। टुलो डान्स सिकाउनु। गाइज म्याडमलाई सफल गर्नुहोस् न। गाइस पल्टनबाट सङ बजाउँछु म। पल्टनबाट छट्टै आउँछु म। गाइज मेरो मनमा यति बेला अरे कस्तो खोल्न खोजेको बाउले के अरे अरे ल अरे के गरे कि अरे किन बाउलाई चाहिँ घरिघरि अनुहारै कति नराम्रो छ। मन भित्र लड्डु फुट्यो होला यसो राम्रो गर्लफ्रेन्ड पाएको भनेर। तिमीलाई कसले गर्लफ्रेन्ड बनायो? तमीले बनाए पागल। गाइस टिम लेट्स गो। हजुर ब्यान्ड गेमलाई फोकस गर। लेट्स गो टिम।